नमस्ते सबैजनालाई म चाहिँ दिप्ती स्वागत छ मेरो न्यू ब्लगमा। हामी चाहिँ अहिले उहाँ दुईजना अनि उहाँ यिनी चाहिँ हामीलाई पुर्याउन आएका अनि हामी चाहिँ जाँदैछौँ कारे सैलुङ भन्ने ठाउँमा। अहिलेसम्म गएको छैन, हेर्छौँ कस्तो छ। अनि त्यही हो, हामीमा त छैनौँ, ठुलो टिम छ। अलि अगाडि गएर चाहिँ टिम भेटिनुहुन्छ। अहिले चाहिँ हामी हिँड्दैछौँ, बिस्तारै भेट्दै गरौँला एकछिनको लागि। बाई। हामी चाहिँ अहिले गाडी कुर्दै गरेको अवस्था। गाडी आएको छैन, गाडी कुर्दैछौँ। 7:30 बजे आउँछ भनेको 7:50 पो भइसक्यो, आएको छैन। फाइनल्ली गाडी आयो। हाम्रो प्यारी आन्टी खै गाडी आयो। अब चाहिँ गाडीमा हामी चढ्छौँ। अहिले चाहिँ हामी गाडीमा चढिसकेका छौँ, जाँदैछौँ। बिस्तारै भेटौँला, लामो छ यात्रा। अहिले चाहिँ हामीहरू कोटेश्वर कटिम है। अहिले चाहिँ कोटेश्वर कटिम, यो चाहिँ एयरपोर्ट हो है। नास्ता खाना झरेको अवस्था। फोटा खिच्न त म मेरो छोड्नुहुन्न के होइन। चाहिँ के हो यो अर्ग्यानिक के अरे कफी खान आएको। अनि त्यही हो, के हो यो खाजा खान झर्या, त्यही हो, थाहा छैन मलाई। हामी चाहिँ नास्ता खाएर अब निस्किने बेला भयो। अब कहाँ पुग्यो आइसक्रिम त अब कहीँ गएर नि नछुटाउनु पऱ्यो। म खाना त परिहाल्यो। फेभरेट हो क्या आइसक्रिम त। अहिले जाडो हुन्छ के अब गाडीमा चढेर सरर जाने। तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर पट भएर ब्युटी भएर क्युटी भएर हामी हेरेको हेरै हामी अब बाटोमा हिँड्दैछौँ होइन। अब यस्तै अपडेट चाहिँ दिँदैछु। रमाइलो भइरहेछ, एकदम रमाइलो होइन। हट भएर पट भएर ब्युटी भएर हामी क्युटी भएर केटो हेरेको हेरे केटो हेरेको हेरे केटो हेरेको हेरे। ल बिस्तारै भेटौँला। फाइनल्ली हामीहरू सैलुङ भन्ने बोर्ड चाहिँ देख्यौँ है। सैलुङ चाहिँ आयौँ। म चाहिँ आइपिजी भएर बसिरहेको छु, जाडो भयो उसलाई, धेरै जाडो भयो। मलाई त जाडो भन्ने के हो थाहा छैन, गर्मी मात्रै छ। बाबा तेरो मुख कुच्चियो। सैलुङ आयौँ है। त कस्तो सुर्खेतको कटकुवाको फिल आइरहेको हामी त। कटकुवा फिल आइरहेको। जहाँ गयो नि आफ्नो ठाउँ होइन। यातायातले के किन हो गुन्नी गुन्नी गुन्नी। ल हेर्नुहोस् यहाँ सैलुङको अवस्था। चिसोले सब कामिरहेका छौँ, साह्रै चिसो छ। हेर्नुहोस् यहाँ मौसम कस्तो छ। ल हेर्नुहोस् चिसो हेर्नुहोस् त कस्तो राम्रो रहेछ। यहाँ त तल चाहिँ कुहिरो साह्रै रहेछ, यहाँ चाहिँ कुहिरो छैन है। यहाँ चाहिँ कुहिरो छैन, त्यहाँनिर रहेछ कुहिरो चाहिँ। चार छ कि चिन्तै नगर्नु न, टिकाइहाल्छु नि चार। तल पुरै कुहिरो लाग्यो, यहाँ त केही पनि छैन कुहिरो।
ठ्याक्कै सुर्खेत गएको त्यो गोडी गाडा गए जस्तै छ यहाँ त अझै राम्रो भनौँ कि अब के भनौँ जति गरी नि अब चाहिँ हामीहरू यहाँबाट झरेर अनि माथि चाहिँ हिँड्दै जान्छौँ माथि सैलुङ्गेमा चौरी डुलाउने माथि अझै 1-2 घण्टा लाग्छ अरे खै कहाँ हो खास जाने मलाई त केही थाहै छैन झरीमै मेरो कपालको हालत त खराब भइसक्यो म म्याडमजी लु हामी लाग्यौँ डाँडातिर लाग्यौँ हामी चाहिँ हामी मात्र होइन धेरै लाग्नु भएको छ तर हामी चाहिँ सँगसँगै लागेका छौँ बिचमा फुच्चीहरू हामीहरू साह्रै उकेलो छ बाटो त उकेलो अरे उकालो अब चाहिँ हिँड्ने छ त्यो के अरे सिडी छ सिडी हो यस्तो भयो त झ्याउँछ बरु सिडीमै सजिलो है यो कुहिरो उडेको वाट नेपाल म न नेपाली जानेछ यहाँ चाहिँ नेवारी गीत लागिरहेको छ म त केही बुझे छैन यसले नेवारी भनिन् के अरे सिडीको बाटो हो यो चाहिँ स्यासा गर्दै जाँदै बिचमा टुई पानी पनि परिसक्यो अब के हुन्छ जो होगा देखा जाएगा पानी पर्न सुरु भयो के के पर्यो पिङ्क कलरको लालीको रहेछ भइगयो त भयो अहिले 1 घण्टाको बाटो छ अरे त्यसै बाउलाइरहेको मनकोटे म त आफ्नै बाबु बाटो गाह्रो छ डल जस्तै कि नि त सेम टु सेम मलाई नि बोकाएको छ उसले होइन हामीले यस्तो एक्सचेन्ज गरेको हो कि एक्सचेन्ज यो चाहिँ मेरो यो चाहिँ उसको अहिले चाहिँ यो वाला सिडी चाहिँ सकियो है अब चाहिँ यस्तो सम्झै सिडी छ यहाँ केटाहरू ग्याङ ग्याङ मुस्ताङमा नाचु ल बिस्तारै भेटौँ न अघि नाचेको होइन हामीहरू मनको डेरा तिमी मुस्ताङमा पानी पर्यो है अहिले चाहिँ केही छैन जब मलाई पानीमा रुज्न मन लाग्छ मात्र डर्केको छ बिरामी भइदियो भने त नै ओए पानी पर्यो क्यामेरामा हेर्नुहोस् यहाँ त बाटोमा पसलहरू पनि छ मान्छेहरू पुगेर नि फर्किसक्नु गयो होइन अब हेरौँ हामी अझै 1 घण्टाको बाटो छ भन्नुभएको छ भिभो बाल छ अरे पुगिन्छ कि भगवान के छ खबर म तिम्रो प्रेमी डोन्ट शेक हवाना म टेक यु हवाना बेबी सिङ्गर बुम बुम I miss you बुन्ना डियर चस्मा उयो चस्मा लाम न मसँग थियो यार म तिम्रो दिवाना बुम बुम म तिम्रो दिवाना यसलाई तेरो फेभरेट फ्रुट के हो होइन एप्पल हो के मेरो म्याङ्गो हो खास काटेर दिनु पर्छ के हामी चाहिँ यहाँ मुखनिर पुग्यौँ खुट्टा चाहिँ उलुलु भइरहेको माथिलाई के भन्छ सैलुङकै डाँडाको खुट्टा उली भइसक्यो उली त्यो यस्तो तान्यो खुट्टा हाम्रो तान्यो भने निस्किन्छ
हेर्नुहोस् कस्तो दामी छ यहाँ होटलमा होला नि है कस्तो दामी रहेछ भाइ न पानी मेरो परेको सुट चाहिँ अति कस्तो पानी परेको छ ल हेर्नुहोस् त यहाँको भ्यू ए क्यामेरा भिजेको मेरो आमा यहाँ त हिउँ पर्यो जेप पाइदियो होइन असिना परिरहेको छ असिना पर्यो हस्। ला धेरै करायौँ क्या हामी ओइ कता ए क्यामेरा भिज्यो हौ मेरो त असिना परेको छ यहाँ त ओइ असिना हातमै आउँदैन त हौ कस्तो असिनाले चुटिरहेको कस्तो रमाइलो छ यहाँ अब यस्तै खिच्दा खिच्दा चाड सकिन्यो आहा हेर्नुहोस् हामी कति राम्रो ठाउँमा आएका छौँ यता हेर न अझ हेर्नुहोस् चारैतिर यो त मेरो ड्रिम प्लेस हो के कस्तो खुसी लागिरहेको छ अझ भोलि हिउँ पर्दियो भने उसमा काली आन्टीको मागेको अन्त मैले ज्याकेट पनि ल्याएको थिइनँ ल हेर्नुहोस् अहिले चाहिँ फेरि ढुसी लागेर पनि गएको छ होइन आहा यस्तो राम्रो ठाउँमा आउनु त मेरो सपना थियो कि फर्स्ट टाइम हो कि मलाई मम्मीले यसरी घुम्न ल्याउनु भएको यस्तो खुसी लाग्छ नि मम्मीलाई त मनदेखि यसरी ल्याउनु भयो घुमाउन हेलो मैया कस्तो दामी हो के हेलो कति राम्री आउनु भयो मेरो कपाल त यो कपडा मैले के लगाएको यस्तो यता टिकटक चलिरहेको छ माथि माथि यही गीत आइरहेको छ क्या मुखमा यो सैलुङ भन्ने ठाउँमा आएरै होला अनि त अहिले उसो चाहिँ क्लियर भएको छ ल हेर्नुहोस् हेभेन स्वर्ग हेरेर चाहिँ यहाँ आउनु है म यही ढल्छु के स्वर्ग भन्दा भनेर सैलुङकालले भन्यो मैले भने सैलुङकालले भने स्वर्ग हो मैले मेरो फोनमा चार्ज सकेर जिरो भएर मम्मीको फोनबाट भ्लग कन्टिन्यू गरिरहेको छु भन्नाले चार्ज पाउँछ क्या अनि अझ यहाँको फुल आहा यहाँ त यस्तो दामी एकचोटि लाइफमा आउनुपर्छ यो ठाउँ कसैले नछुटाउनुहोस् है म फर्स्ट टाइम आएको है यति राम्रो ठाउँमा गर्दैन हौ म हालिहाल्छु मेरो एउटा गरिहाल्छु मेरोमा चाहिँ चार्ज सकेको छ 40% छ यस्तो स्यासा हुँदा नि तर यति रमाइलो भइरहेको नि मलाई त के भनौँ एक्सपिरियन्स चाहिँ हाम्रो एक्सपिरियन्समा हाम्रो ओपिनियनमा एकचोटि चाहिँ हजुर आउनुपर्छ ल तिम्रो नाम भनिदेऊ इन्ट्रोडक्सन अहिलेसम्म नभनेको म निर्विका खत्री नमस्कार म दीप्ति शर्मा अनि हामीहरू चाहिँ दिदी बहिनी हौँ खत्री शर्मा दिदी बहिनी दिदी बहिनी कास्ट डजन्ट म्याटर एभ्रिथिङ इज इक्वल यो चाहिँ चौरी बल्ल भेटाइमै न गीतले मागेको बल्ल सैलुङ्गीमा के अरे चौरी डोलाउने मेरो फोनको त केही कामै छैन लिएर आउनु पर्ने हो कि किन्नु पर्ने अघि अब अर्कोचोटि आउँदाखेरि किन्नु पर्ला अर्कोचोटि नि सँगै आउनु पर्ने मिल्नु पर्ने कि किन्नुपर्छ है कुरासानी गरेर अनि भन्नुपर्छ ल मम्मी र माइजू पछाडि अनि हाम्रो मम्मीहरू अगाडि उसको मम्मी मेरो मम्मी दिदी सैलुङ्गी मेन ठाउँ है यही हो डाँडा चाहिँ मेन डाँडा ल ढुसी लागेको छ कि अहिले चाहिँ कस्तो घाम लाग्थ्यो अघि घाम फोटोसुट सुरु भएपछि ढुसी लाग्न सुरु यस्तै छ समस्या के लिएर आछ म त आहा तर कालकाला आहा नि म त कालै छु तिम्रोमा त आहा यता उताबाट हेर त हो यतापट्टि क्लियर आहा हल्का ए डार्लिङ मलाई 360 घुमाउँछौ ल हेर्नुहोस् हामी फाइनल्ली हामी यहाँ ठुलो ठाउँमा आइसक्यौँ नेपालको चस्मा लाउनुहोस् चस्मा लगाउनुहोस् सरकार कान्छी छोरी विश पुरा हुन्छ मेरो कान बिचकाउने हो क्या अरूलाई हर हर महादेव म त जहाँ गएर नि महादेवलाई नै सम्झिन्छु जय बुद्ध यस्तो सुन्दर ठाउँ मेरो छोरी यस्तो ठाउँ देखेला सोचेथ्यौ बच्चास्तै गर्नु लाग्नु हो मलाई त
कस्तो राम्रो ठाउँ तिमी भलक बनाएको हो मेरो फोनमा चार्ज सकिएर मम्मीकोमा अब कहिले होटल पुगेर चार्ज मेरो यहाँ पकेटमा छ यहाँ है जुत्ता लेस पै फुत्किसक्यो मानु मम्मी खै माइजू र मम्मी यहाँको मौसम चाहिँ अलि ढुसी लाग्ने के हुने भइरहेछ ब्लगको सब म एयरडप गरिहाल्छु चिन्ता नगर्नु यहाँको चाहिँ यो के भन्छ अरे बौद्धकोलाई के भन्छ मम्मी स्तूपा हो कि के हो गुम्बा भन्ने के लाग्यो गुम्बा यहाँबाट हो ल हेर्नुहोस् म चाहिँ यो पुरै राउन्ड हानेर देखाउँछु ल आउनु मम्मी पछि हामी दुईजना चाहिँ राउन्ड हानेर देखाउँछु म अहिले उनी ल्याउनु बिर्सेँ ट्राइपोडै ल्याउनु बिर्सेँ उही सुर्खेतैबाट ल्याइन यस्तो दामी छ है हाई म बिन्दु इनको आन्टी मेरो आन्टी दृष्टि इनको छोरी आजैबाट यिनीसँग हाम्रो चिन्जान भएको हाम्रो आजै चिन्जान भएको आज लगभग 6 घण्टा हुन लाग्यो ल अलमा लगरौँ न ल हजुरको पहिचान गर्नुस् ल हजुरको परिचय दिनुस् हेलो म संगीता केसी म चाहिँ तिम्रो आन्टी आजै चिन्जान भएको है हाम्रो आजै चिन्जान भएको यस्तो रमाइलो हामी त सधैँ भेट बास्दै गरिरहम हाम्रो जीवन्त सम्बन्ध रहनेछ यता जाऊँ ल पुरै राउन्ड यस्तो छ यहाँ चाहिँ एकदम रमाइलो यता झन् रमाइलो एकछिन ल यता पनि छ चाहिँ तल चाहिँ चौरीहरू छ केही देखेकै छैन हजुर मेरो के हो कि चस्मा लागेपछि त खाप्चै ल मेरो कपाल के पो भयो आज हामीहरूले चाहिँ यहाँ फोटो सोटो खिचेर जाने बेला भुल लागिसक्यो ठाउँ चाहिँ यति मन पर्यो कि सबलाई मन परेको ठाउँ यो ठाउँमा त हिँड्नै मन लाग्दैन कि यस्तो उफ्रिन मन लाग्छ के बाटो चाहिँ कति सानो के यहाँबाट खासमा भन्नुपर्दा मेरोमा भन्दा मम्मीकोमा चार्ज थोरै छैन तर अब आफ्नो अलि जोगाउनु पर्यो नि त मेरो फोनमा पनि चार्ज छैन कि मेरो फोनमा अलि जोगाउनु पर्यो खासमा भन्नुपर्दा आज मम्मीको भन्दा मेरो फोनको क्वालिटी राम्रो छ के फोटो खिच्दाखेरि भिडियोमा चाहिँ अब एउटै हो खै राम्रै आछ अनि अब फर्किने बेला भयो ठाउँ हेर्नुहोस् पछाडि पनि देखिरह होला 0.5 मा छ ऊ मम्मी आउनुभयो अब कम त गाली गर्नुहुन्छ फोन भिडियो बनाउनु पर्यो अरे एकैछिन ल नत्र रिसाउनुहुन्छ फोन दिनु न अहिले फेरि ल यहाँ अहिले यहाँ पनि जान्छौँ है हामी एकचोटि ल कस्तो छ ल यहाँ उइस मागेको पुरा हुन्छ अरे के यो ढुङ्गामा उ गराएपछि फोटो हान्न पर्यो अरे के फेरि ल यहीँ भ्लगबाटै हानिदिए ल यता हेर्नु अहिले चाहिँ हामीहरू त्यहाँबाट फर्केर आएर मेरै फोनबाट कन्टिन्यू गरेछु भ्लग मम्मीको फोन स्विच अफ हान्दै मैले आउन जाऊ सुखे अहिले चाहिँ हामी फर्केर चाहिँ त्यहाँदेखि यही सिडीवाला ठाउँमै आयौँ यो चाहिँ सुरुमै थियो हेर्नुभयो देख्नु भएको थियो होला ब्रेकवाला मिनी ब्रेक गाडीमा बस्यौँ माथिबाट आएर लामो हिँडेर आयौँ अब सिधै होटेलमा भेट्छौँ होटेलमा अथवा जहाँ पनि भेट्छौँ हामी चाहिँ होटेलमा खाना अब हात चाहिँ खाइन्छ गुवाम खाइन्छ सब खाना सुरु गरिसक्यौँ म त हातै लियो खाने अब सफा धोएर छु हेर्नुहोस् त आफै मेरो हात अब खाने कस्तो भोग लाग्छ अब त्यो त सब खाइन्छ मस्तले हामी चाहिँ खानासाना खाएर यसरी हिँड्यौँ कस्तो दामी बाटोमा हिँड्यौँ कस्तो दामी हामीले खाना खानु पर्ने 12 बजे अहिले खाइरहेको कति बज्यो 5 बज्यो 6 बज्यो हामीले खाना खायौँ अब चाहिँ हामीहरू होटेल जान्छौँ ब्रेकफास्ट खायो अनि स्न्याक्सको सट्टा आउँछ तर भोक चाहिँ लागेको थिएन फाइनल्ली हामीहरू चाहिँ होटेलमा आयौँ हेर्नुहोस् ल यो होटेल एरियाहरू हो यतातिर त ढुसी लागेर बाटै देखिन्न हेर्नु त यो ढुसी हामी चाहिँ होटेल पुग्यौँ
धन्नै लडेको यहाँ चाहिँ क्याम्प फायर भएको छ होइन हामीहरू चाहिँ बसेर चिल गरिरहेका छौँ यहाँ चाहिँ हामीहरूको आजको टिकटक कति राम्रो छ यो खाना खाने टाइम धेरै खान सक्दैन यहाँ यत्रो बढी भइसक्यो खाना पनि मलाई त अहिले चाहिँ त्यो खाएर अब खाएर नाचेर सब भ्याएर अब सुत्नलाई आयो सब सुतिसक्नु म यहाँ मम्मी र म मात्रै बसेका छौँ अब ड्रेस चेन्ज गरेर मुखसुख धोएर हात खुट्टा धोएर सुत्ने आजको लागि यति थ्याङ्क्स फर वाचिङ बाँकी अर्को भिडियोमा देखाउँछु कालिन्चोकको आउँछ है कालिन्चोकको Thanks for watching.